हेलो एभ्रिवान, नमस्ते। फरेनमा हुनुहुने नेपाली दाजुभाइहरूलाई चाहिँ एकदमै महत्त्वपूर्ण कुराहरू चाहिँ गरिरहनु भएको छ। क्लिनरमा हुनुहुन्छ, हाउसकिपिङमा हुनुहुन्छ, अनि वेटरमा हुनुहुन्छ होइन। त्यसपछि अब गार्डमा हुनुहुन्छ होइन। तपाईँहरूलाई राम्रो अपर्च्युनिटी म देखाउन चाहन्छु। त्यो के हो भन्दाखेरि तलाबाद जोइन। म हाल अहिले चाहिँ तलाबादको मेन पावर भएर चाहिँ काम गर्दैछु होइन। सबै नेपालीहरूलाई चाहिँ म आह्वान गर्न चाहन्छु, जो तपाईँहरू इच्छुक हुनुहुन्छ, जो तपाईँसँग गाडी छ, बाइक छ, अथवा लाइसेन्स छ, अथवा तपाईँसँग बाइकको लाइसेन्स पनि छैन, गाडीको लाइसेन्स पनि छैन, केही पनि छैन, तर तपाईँ चाहिँ नेपालमा बाइक चलाउनुहुन्थ्यो, नेपालमा गाडी चलाउनुहुन्थ्यो, तपाईँ चाहनुहुन्छ कि म तलाबादमा जोइन भएर अलिक धेरै कमाउँछु भन्ने कुरामा होइन। सो म तपाईँहरूलाई इन्करेज गर्न चाहन्छु कि तपाईँहरू जोइन कोही पनि तलाबादमा जोइन हुन चाहनुहुन्छ भने मलाई सम्पर्क गर्नु होला होइन। कोही हेर्दै हुनुहुन्छ भने खबर गर्नु होला तुरुन्तै, किनभने अलिक कोटा खोलेको छ। हुन त कोटा हरेक महिना खोलिरहेको हुन्छ होइन, हरेक महिनाको लागि। सबैजना पाकिस्तानीहरू मात्रै हुन्छ क्या। म चाहिँ नेपालीहरूसँग गर्न चाहन्छु होइन। अब आफ्नो मुलुकको, आफ्नो देशको साथीभाइहरूलाई चाहिँ म मौका दिन चाहन्छु, किनभने राम्रो अपर्च्युनिटी हो यो कमाइ भनेको होइन। योबाट मलाई केही पनि आउँदैन। तपाईँहरूले मसँग काम गरेर मलाई कमिसन पाउँछ होला, के गर्छ, मलाई केही आउँदैन। तर मलाई सन्तुष्ट के हुन्छ भने मेरो नेपाली दाजुहरू जसले 100 बिटीमा काम गरिरहनु भएको छ नि, उहाँहरूले चाहिँ राम्रो काम पाउनुहुनेछ। अनि उहाँहरूको परिवार चाहिँ भनौँ न, जति पनि उहाँहरूको आफ्नो भविष्यलाई सोच्नु भएको छ, पैसा कमाउने, केही भविष्यमा गर्छु भन्ने, अनि उहाँहरूलाई चाहिँ एकदमै राम्रो हुनेवाला छ। सो मलाई खबर गरिहाल्नु होला तुरुन्तै तपाईँले भिडियो पाउने बित्तिकै, किनभने कोटा एकदमै छोटो एकदम भनौँ न कम मात्रामा पाउँछ होइन। अब कहिले 20 जना, कहिले 30 जना, कहिले 40 जना, 50 जना, तर एकैछिनमा फिलअप भइहाल्छ कि। त्यो चाहिँ के होला भने पाकिस्तानीहरू, पठानहरू के, त्यो बाइकै चलाउन नजानी, जिपिएसै चलाउन नजानी मान्छेहरू पनि आएर पुरा सिकेर त्यो सबै कुराहरू गरेर गइरहेको हुन्छ भने हाम्रो नेपालीमा भएको गोर्खालीहरूले किन गर्न नसक्ने। म भन्छु तपाईँहरू एक्साइटेड भएर छिटोभन्दा छिटो मलाई खबर गर्नु होला होइन। म यही भन्न चाहन्छु होइन, मलाई खबर गरिहाल्नु म यही भन्छु। त अब पनि नकमाए कब कमाउँ, कहिले कमाउने होइन। वर्षौँदेखि तपाईँहरूले कति घाममा मेहनत गरिरहनु भएको छ होइन, कति पसिना बगाइरहनु भएको छ। त्यो खोइ त त्यो कमाइ कहाँ गयो त? सधैँ अब घर परिवारलाई दिँदैमा, आफू खाँदैमा, बस्दैमा सधैँ त्यतिकै बिताउने त होइन नि त। अब एक्स्ट्रा कमाउनु पर्छ यार। अब त के न के त गर्नुपर्छ, सोच्नुपर्छ। तपाईँहरू त्यो जुन ठाउँमा काम गरिरहनु भएको छ त्यहाँबाट तपाईँले रिजाइन दिएर एनओसी लिएर आउनुहोस् मबाट होइन। हामीले चाहिँ हायर गर्ने, जसरी पनि मैले एड हाल्नुपर्ने हुन्छ, एक्सपर्टिजमा हालिरहेको हुन्छु, फेसबुकमा हालिरहेको हुन्छु। मेरो पर्सनलमा त हाल्दिनँ, मैले अफिसियली हालिरहेको हुन्छु। तर अहिले चाहिँ यो भ्लगबाट तपाईँहरू सबैले थाहा होस् भनेर नै मैले चाहिँ यो अब मैले बन्द गरिसकेको भ्लगको च्यानल पनि म ओपन गर्दैछु। सो तपाईँहरूलाई आह्वान छ, जो नेपाली हुनुहुन्छ, जो नेपालबाट आउँदै हुनुहुन्छ भिजिटबाट अलिक चेन्ज गर्न चाहिँ गाह्रै हुन्छ। तर तपाईँले नेपालबाट कोही चिनेको भएर कम्पनीको भिजा लगाइदिन्छु भनेर कम्पनीको भिजामा आउनु भएको छ नि, म ट्रान्सफर गर्नको लागि म रेडी छु। भिजा कसरी लाउने, कति खर्च लाग्छ, सबै कुराहरू म भन्ने कमेन्ट गर्नु होला, मलाई म्यासेज गर्नु होला। यही भन्न चाहन्छु यो भ्लगद्वारा। अब नेक्स्ट भिडियोमा भेट्नेछौँ होइन, बेनिफिटको लागि होइन। जस्ट मेरो बेनिफिट के हुन्छ, नेपाली दाजुभाइहरूले चाहिँ त्यसरी तलाबादमा यसरी नै काम गरेर हेर्नु, तलाबादमा काम गरेर चाहिँ उनीहरू मजाले कमाइरहेको छ कि। अब भनौँ न दुःख हुन्छ, बाटोमा हिँड्दाखेरि परदेशमा आएको छौँ, दुःख गर्नै आएको छ भने दुःख हुन्छ, तर कमाइ पनि त्यसरी राम्रो हुन्छ कि। म यही भन्छु होइन, यही भन्न चाहन्छु। तपाईँहरू तयारी हुनु होला, तयारी भएर जिस्काउनको लागि होइन। सक्छु नेपाली जसले काम गर्न खोजेको छ, जसले चाहिँ पैसाको खाँचो छ नि, त्यो व्यक्ति चाहिँ मबाट आओस्, मलाई कल गरोस्, र म त्यसलाई चाहिँ गाइड गर्नेछु होइन। कसरी पैसा कमाउने भन्ने कुराहरूमा, कसरी तलाबादमा जोइन हुने, कसरी आइडी बनाउने, कसरी होइन। आफूलाई तपाईँलाई मोबाइल चलाउनै आउन, तपाईँलाई जिपिएस अब त्यति गाह्रो पनि छैन कि। तपाईँलाई आउँदैन भने म टिच गर्छु पर्सनली, तपाईँहरूलाई भेट्छु, मलाई कमेन्ट गर्नु होला। ओके, यति कुरा सुनेपछि यो कुरा नभुल्नुहोस्। यदि तपाईँहरू फरेनमा हुनुहुन्छ तर तपाईँको साथीहरू हुनुहुन्छ जससँग लाइसेन्स छ, जसले तलाबादमा अहिले पनि काम गर्दै हुनुहुन्छ भने पनि उहाँलाई खबर गर्नुहोस्। म नेपालीहरूलाई चाहिँ एकट्ठा गर्न चाहन्छु, सबैलाई एक ठाउँमै गर्न चाहन्छु होइन। नेपालीहरूको मेन पावर बनाउन चाहन्छु क्या। नेपालीहरूले पनि केही गर्छ भन्ने कुरा म देखाउन चाहन्छु क्या सबैहरूलाई होइन। नेपालीको पावर के हो भन्ने कुरा कस्तो हेप्छ नि नेपालीहरूलाई भनेर होइन। यिनीहरू त अब लेबर काम गर्ने खाले हो, यिनीहरू त यस्तो खाले काम गर्ने खाले होइन भन्छ नि। तर पठानहरू के त्यो केही नजानेको गोबर गुवाकहरूले गरिरहेको छ नि, हाम्रो नेपालीले किन गर्दैन कि? गर्छ। मलाई फलो गर्नु होला, कुनै अरू नयाँ अपडेटको लागि सब्सक्राइब गर्नु होला, अनि केही कुरा तपाईँलाई जान्नु छ भने मलाई कमेन्ट गर्नु होला। ओके, नेक्स्ट भिडियोमा मिल्नेछ।